मेरो अस्तिको भ्लगमा सबैले मासु मासु भन्नुभएको कारणले आज पनि मैले आफ्नो घरमा मासु पकाएँ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। हाम्रोतिर रोपाइ सुरु भएको कारणले हामी चाहिँ बिउ निकाल्न जाँदैछौँ। बिउ निकाल्ने ठाउँ पुगेर चाहिँ हामीले नलकामा पानी सानी फिएर त्यसपछि त्यहाँ चाहिँ यति ठुलो ठुलो आम रहेको थियो, त्यसको भिडियो बनायौँ र त्यसपछि चाहिँ हामी सिधै बिउ निकाल्नको लागि खेतमा गयौँ। यस्तो गर्मीमा बिउ निकाल्न एकदमै गाह्रो भइरहेको थियो, तर के गर्नु, हाँस्दै खेल्दै हामी बिउ निकालिरहेका थियौँ। यतातिर बिउ चाहिँ एकदम ठुलो ठुलो हरियो भइसकेको थियो। बिउ निकाल्ने मान्छे चाहिँ एकदमै धेरै हुनुहुन्थ्यो, त्यसैले हाम्रो चाहिँ आज घरमा काम परेको कारणले हामीले एकछिन निकालेर त्यसपछि हामी घर फर्क्यौँ। घर फर्किएपछि म 500 रुपियाँ लिएर सिधा मासु किन्नको लागि मासु पसलमा गएँ र मैले मासु पनि ल्याएर घरमा छिटो छिटो पकाउनको लागि रेडी भएँ। सब सामान जुटाएर मैले चाहिँ आज मासुलाई अगाडि तेलमा भुटेँ, किनभने आज हल्का फ्राई टाइपको खाने मन लाग्यो, त्यसैले मैले अगाडि तेलमा मासुलाई भुटेँ। र मैले अस्ति आफ्नो फर्स्ट मिनी भ्लगमा पनि मासु पकाएको थिएँ, त्यसमा चाहिँ धेरैजनाले मासु देखाउनको लागि मिनी भ्लग बनायो भनेर कमेन्ट गर्नु भएको थियो। त्यस्तो होइन, मैले चाहिँ अब रेगुलर नै मिनी भ्लग बनाउँछु सोचेर नै भिडियो बनाएको थिएँ। त्यसैले आज पनि मैले मासु पकाएँ र हाम्रो मासु हल्का रेडी पनि भइसकेको थियो। मासु पाक्दा पाक्दै हाम्रो प्लानिङ भयो कि च्यालेन्ज भिडियो खेल्ने भनेर, त्यसैले मैले छिटो छिटो 2टा करेन्ट चाउचाउ ल्याएर मैले पानीमा उमालिहालेँ। उमालिसकेपछि एकछिन बोइल भइसकेपछि मैले चाहिँ त्यसलाई भाँडामा खनाएँ। खनाइसकेपछि मैले राम्रोसँग मिक्स गरेँ। करेन्ट मात्रै के खानु भनेर हामीले चटपटे पनि घरमै बनायौँ। चटपटे पनि एकदम मिठो भएको थियो। त्यो सँगसँगै हामीसँग मोटु पातलो पनि थियो अनि हाम्रो करेन्ट नुडल्स र चटपटे मोटु पातलो हामीले सबैले मिक्स गरेर हामीले च्यालेन्ज गेम पनि खेल्यौँ। यो भिडियो चाहिँ म नेक्स्ट डे हाल्नेछु। त्यसपछि हामी खानातर्फ लाग्यौँ र सबैले फटाफट खाना खायौँ र खाना खाइसकेपछि हामीले चाहिँ लुडो गेमको म्याच खेल्ने भनेर सोचिरहेका थियौँ। खाना खाने बित्तिकै हामीले म्याच पनि खेल्यौँ, त्यसमा चाहिँ विनर म भएको थिएँ। एकदमै रात भइसकेको थियो, त्यसैले बाँकी कुरा नेक्स्ट भिडियोमा। ओके, गुड नाइट गाइज। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।